यो कहानी हो चार साथीहरूको मित्रता कुनै खास सम्बन्ध अटुट। यी चार दोस्तहरू घुम्नलाई राँके जाँदैछन्। ल हामी अब राँकीको यात्रा सुरु भएको छ हाम्रो होइन। यी मेरो हालत त्यस्तो छ। यी दुईवटा ब्याग, एउटा मेरो एउटा यो पछि यो सेन्मीको। यहाँ हाम्रो केटाहरू यहाँ आउँदैछ होइन। अनि हामी अब धेरै ठुलो यात्रा होइन, हामी धेरै टाढोको होइन, हामी राँकीको यात्रा हो होइन। अब चिसो ठाउँमा जाने, टट्टसँगले खुकुरी रम खाने। अभी यस्तो बिजी म कस्तो उहाँ धर्नु गएर कस्तो निन्द्रा लाग्यो क्या गलेर उयो त सुतेन म्याप हेरिस। ल अब धेरै ठुलो कुरा होइन, हाम्रो यात्रा सुरु भइसकेको छ। हामी अब यहाँबाट हाम्रो घरबाट हिँडिसकेको छौँ। यहाँबाट अब हामी कहाँसम्म मोड्ने हो, भोक चाहिँ साह्रै लागिरहेछ होइन। कहाँनिर सर ये तो टट्टी है। हामी अहिले सबेटीमा छौँ अनि हामी अहिले लाग्दैछौँ रवि पास्थल। अनि कहाँ हो म्या राखे हामी चाहिँ यो गाडीलाई यसको पछि आज हामी तिहारको भोलिपल्ट हो। यो चाहिँ सुतेको पनि छैन मजाले। अघि चाहिँ 3-4 बजेतिर सुते। सुस्ते ड्राइभर गाडीमा त लेखेको नाम पनि पढ्नु आउँदैन, पढै भयो। यो गाडीले जहाँ खाना खानु रोक्छ हामी पनि त्यहीँ खाना खानु जान्छ। अहिले चाहिँ राम्रो पिच भेट्यौँ अनि पाहाडको अनुभव दामी हुँदैछ। हामीले साथीहरूलाई जित्यौँ किनभने साथीहरूको स्कुटी छ भनेर होइन कि तिनीहरूले हामीलाई पर्खेछ, हामीले तिनीहरूलाई नपर्खिने हामी आयौँ। बिस्तारो कुदाउनु गएछ, बिस्तारो जाने हामी मोरङ झापा इलाम। हाम्रो घरबाट हिँडेको यात्रा चाहिँ 2 दिनको, तर हामी इलामतिर भेट्यौँ भने अलिक लम्बाएर पनि बस्न सक्छौँ क्या। त्यस्तो डेन्जर मान्छे हो हामी। स्पोन्सर चाहिँ भेटायौँ भने हाम्रो गाउँदेखि पनि यति नजिकमा यस्तो राम्रो ठाउँ मलाई कस्तो राम्रो लाग्यो। यति नजिकमा यस्तो राम्रो गाउँ छ भन्ने जस्तो भयो नि। साथीहरू आयो बल्ल भेट्नु धानबारी सोलिड ओए हेलो गर हेलो हाई गर हाई। ओए कता हो ल। ओहो यो बाटो सर्टकट हो, यस्तो दामी छ। हामी त मुस्ताङ जत्तिकै भाइब्स छ नि हो। मुस्ताङ यो भन्दा डेभलप भइसकिसक्यो होला। हामी यसपालि इलाम धेरै क्षति पनि भएको छ, अब त्यो पनि हेर्छु। क्षतिपूर्ति त उल्टै मलाई दियोस् न। तैँले हामी राँके कताबाट जान्छौँ भनेर सोचेको थिइस् अरे, कताबाट भन्छ? यही बाटो उता इलाम बाटो के अरे बिर्तामोट हुँदै अन्तिममा त फर्किँदा पो बिर्तामोटबाट त धुलो धुवालाई फिचोल्दै अघिसम्म त पिच थियो, राम्रो लाग्दै थियो। अब यहाँ होमस्टे छ, एकदम नजिक छ मधेसदेखिको सबैभन्दा नजिकको होमस्टेहरू 3-4 छ। हेर्नुहोस् प्रत्यक्ष प्रसारणमा यस्तो छ बाटो। ल हामी जाँदैछौँ अहिलेलाई। मैले भ्लगलाई मेरो एकछिन रेस्ट दिएँ, एक टेक लिएँ। ल है हालत खराब हुँदै भयो नि हामी उकालो चढ्यौँ। यहाँ अर्को गाडी आउँदैछ। यहाँ हाम्रो अभिषेक सर हुनुहुन्छ होइन। हामीले खाजाभन्दा धेरै धुलो खायौँ होइन, त्यही छैन अगाउनुको धुलोले सरजी ड्यामै भइसक्यो।
अनि तपाईँ के भन्न चाहनुहुन्छ हाम्रो सबैभन्दा वृद्ध के साथी सरजी तपाईँ के भन्न चाहन्छ? हामी अब अहिले खाजा खानु निस्केको छौँ, के भन्न चाहनुहुन्छ? केही पनि भन्दिनँ। दामी नजारा देख्न सक्नुहुन्छ। अब चाहिँ यहाँ बाटो राम्रो भेट्यौँ जस्तो लाग्छ मलाई। ल बाटो राम्रो छ। अब चाहिँ अल्लोपट्टि चाहिँ पाँचथर र पल्लोपट्टि चाहिँ इलाम परेको रहेछ। यहाँ कहानीको मोडले यहाँनिर ल्यायो। यहाँ हेर्नु त यी मेरो ब्यागको हालत सर्जीहरू। तलै तल जानु अन्त कस्तो दामी सिरी। हामी पञ्चमी बजार कटेर होइन हामी अब राकेतर्फ हाम्रो यात्रा सुरु भइसकेको छ। फेरि पनि त्यो माथि डाँडामा हिमाल त होइन पहाडमा कुहिरो लागेछ। त्यो डाँडामा कुहिरो लागेछ। ल गाउँले हामी त अब मनाङ मुस्ताङको भाइब लिँदै हिँड्दैछौँ है। सर कुद्दैछौँ डुल्दैछौँ। मरी लानु जानु के छ र? 2 दिनको चोलामा गोजीमा 2000 मात्र बोकेर हिँड्दैछु। भगवान् भरोसा भन्छ, म चाहिँ त्यो अगाडि जाने ट्याप र यो रातो लाउने भरोसा हो। चले त चाम तक के अरे नै त शाम तक हो। कति अघि हामी एउटा यस्तो दामी ठाउँमा आएको छौँ होइन। त्यहाँबाट हेर्दा कस्तो दामी देखिन्छ। सेनी तल झर्छ केटाहरू यसरी छ। यहाँ पनि कस्तो दामी छ है। हेर्नु उता टावर छ, ऊपर टावर छ होइन। ल हामी सेकेन्ड स्वर्ग आइसक्यौँ। फर्स्ट स्वर्ग त मरेर गइने हो होइन। ऐसा मत करो मेरी जान। हामी यस्तरी मजाले अवलोकन गर्दै उता देख्न सक्नुहुन्छ 5 थर। हामी अहिले 5 थरको मिक्लाजुङ छौँ। ए 5 थरको पनि मिक्लाजुङ हुन्छ? म त हाम्रो पो मिक्लाजुङ होला हामीहरू चाहिँ। 5 थर हो नि मिक्लाजुङ। अनि कता हो तल तल मधेसको देखाइदिएँ भन्नु खोजेको खोला। हामी यो दामी ठाउँ पाएको छौँ। 29 कति हामी फाइनल्ली राके आज सकेको जस्तो लाग्यो। हेर्दा पर देखिरहेको छ। सबैजना नरिसाउनु होला। रमाइलो भन्दा हामी गलेको थियौँ, त्यही भएर मैले राखेको चाहिँ खिच्न बिर्सेछु। ल कहाँनिर फेरि अगाडि बढौँ। तरिको बर पिपल छैन कुनै गाउँ, धनकुटा डाँडा बजार जाउँ कान्छ बिस्तारै छैन हतार। यहाँ केटाहरू छ। सबैले भ्लगमा गाइज भन्ने भएर मेरो मुखमा गाइज छ। सम्पूर्ण महानुभावहरू यहाँ स्टाइलभित्रहरू सम्पूर्ण मेरा
कता कता छ कट्टुस जिगु कट्टुस मधेसबाट आइसक्यो मान्छे कट्टुस खानु ऊ परको घरकोले सुन्यो होला ऊ भनेको त्यो देख्यो अनि त यहाँ पर डङ गरेन त्यो पनि त्यसमा पर्यो क्या यो पनि फुट्यो चेप्टिन्छ नि त धन्न यो बाइकको त तारीको बरफिपल मायालुको नजर मायासँग के हो र हाम्रो पूर्व हेरौँ न पूर्वमा काँड हेरौँ पूर्व माथि पान्थरे टिकी तल के अरे पम्प हाल्न आएको छु होइन यहाँनिर केटाहरू छ हामी रविको कविमा आएको छौँ कविता बयान गर्नु भिडियो रेकर्ड हामी राके छोडेर हामी अब इलामतर्फ लाग्दैछौँ खौला भनेर गएको हामी होइन मायाको बुटमा मुना पलाए सानै मनमा माया पला परको डाँडामा चाहिँ घाम लागेछ त्यो पारी डाँडामा घाम लागेछ अब फेरि कहानीले नयाँ मोड लियो इलाम त पुग्यौँ तर भिडियो खिच्न बिर्स्यौँ सबै गलेको कारणले गर्दा हामी इलामको खरेल डाँडा ठाउँमा पुग्यौँ र त्यहाँ एउटा यो होमस्टेमा बस्यौँ जुन तपाईँले अहिले देखिराख्नु भएको छ त्यसपछि हामीले चिकन मिटसँग खाना खायौँ खाना खानु अघि हामीले म र सेन्मीले तोङ्बासँग याकको सिकुटी र यो लोकलको त्यसपछि हामी भोलिपल्ट खिचेको यो फोटो हो र यो त्यहाँ कफी खायौँ हामी इलामबाट तल आयौँ अहिले कहाँ हो थाहा छैन तर यताबाट धानबारीहरू थियो हरायो भन्नु पनि कसलाई भन्नु हामी राम्रै छौँ सकुशल छौँ इलाम बजारबाट लाग्दैको हामी अब कन्यमतिर अब हामी चाहिँ हाम्रो कति 32-35 किलोमिटरको यात्रा हुन्छ अनि हामी चाहिँ अब माता पाथिभारा मातालाई अब यस्तोरी गरेर ढोक्ने नमस्ते गर्ने अनि कता हो इलाम बजार कता हो थाहा छैन तै पनि यतै हो इलाम मान्ने माइखोला किस Piccolo su voi guys bro. Piccolo. 1 लाखको बिटा बोकेर सरलक तेरो कति भनेर बनाउनु आँखा चिम्मो एकचोटि सुनाइदिनु न आँखा चिम्मो है कप्पल त दिने का वर्षको हामी सकिएको थियो मैले भनेको त जाउँ न त भनेको अब सबै हार खायो कन्यामको गहिरो हेर्नु नै यो यस्तो जहाँनिर चाहिँ अब होइन
हामी मार्दैछ इलामको दुईटै हाँस मार्दैछ घाँटी नै छैन हमारा तुम प्यार करते कि नहीं करते तुम प्यार करते कि नहीं करते ल लाग्यो हामी माथि चढ्यो है होइन दुःख गरेर अब बनाएको होइन अब भन्दा नराम्रो लाग्ला हामी त जन्नत भन्ने दोस्रो ठाउँमा आएको छौँ नि हावा कस्तो चल्दैछ सरजी हावा त पुरै नगरौँ यहाँ अब यसको देखाउँ बाल उडाएको बालै छैन हिजो एउटा लेस्टर गरेर कस्तो राम्रो थियो कस्तो राम्रो थियो अनि त केटीकै चक्कर नलाग्ने होइन भिर र पहिरो खोलाको बाटो नमान्नु डरेर भिर र पहिरो खोलाको बाटो नमान्नु डरेर नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर चौतारीको यस्तो घामै पानी हजुर पूर्वै रमाइलो